अर्काले उक्साएर उक्सिने हेर हालेर एकदम
दुलामा त्यही होला गुरुजीहरू अलि छिटो गरिदिनु पर्यो बढी त अब पानी नपरिकन अब त्यसलाई लाउँछ जोरो लाग्ने अरे यो टोपी हाल्न पाइन्न सबै मैले यसो गाडी चला बाटो पुरो जानेर है त सुन्नु आउने नगलो न सासा के सासा हल्ला हुँदैन है एउटा काका बोल्यो है सरी नाते जाने अब है त है त सम्बन्ध ब्रो सिका है त नमस्कार अंकललाई बोलाउनु पर्यो सम्धिज्यू झुलापट्टिका सम्धिज्यू आइसियोस् त यता आइसियोस् त एकचोटि आन्टी अंकलले त हेर्नु भाउजू त ल यसमा है सबैजना ल यता हेर्नु त यसमा यसमा हेर्दैन आन्टी तपाईँ त हेर्नु
Ismail. Ismail. यो पिक्चर क्यामेराम्यान है पिक्चरकोमा टाउबल सिधा गरेर हेर नानी हो त्यसरी फोटो खिचेर आफ्नो
बदलनी अरे दुले अनमन भाषा खाने सबैले बाजा सबै अर्को दुले अनमन बेला के बाजा बजाउँछ त्यो बजा न ल अर्जुन दिदीले डाउन के बाहरी सानो छ ठाउँ छैन ल ल ल पायो बन्द गरौँ त अब हो नि
ल कोही त छैन नि पछाडि भोलि आउँछ भोलि कस्तो एक ठाउँमा बसेर थपक्कै बसिरहन्छ कि कस्तो ब्यालेन्स होला रे गिला मकतिर जाला मक अलि तान भाइ न टिका लिएर आउँछु माथि बनाइरहेको थियो टिका नलाई भेट जानुहुन्न त्यतै आइथ्यो 12 टिका नलाई भेट जानुहुन्न नमस्ते हजुर नमस्कार नमस्ते हजुर नमस्ते हजुर जानेर आएछ मलाई नमस्ते गरे नानीले गरे हो गाडी घरले नमस्ते भएको तिमीले नमस्ते हान्दैको टिका लाउनु पर्छ तिमीले पनि लाउनु पाउँछौ तिमी कन्ने सुविधा नमस्ते कन्यालाई टिका लाउनु पर्यो पहिला किन परेन अनि मैले यही भने टिका खान्छु भन्दा कन्या भएर एउटा फाइदै भयो ल नानीको झार्छ टिका औषधिले रक्तै भएको त्यो ग्यालेरी हेर मैले त्यो फोन गरेर त एकदम पुरै लुगुडी देख्यो के भरे नानी ल नानी खै कता बाबु ल अरे अब हजुर नि हाम्रो जाइन भने यत्रो रे
ठ्याक्क मेरो हातमा लाग्छ टक्कै यसले जाँदा मन दिने त सबै मलाई त्यो हाम्रो नानी बाबु चाहिँ एउटा लक्की हो बिहाको दिन त्यस्तो मौसम भोलिपल्ट त्यस्तो बिग्रियो हिजो दिनभरि पानी आज फेरि त्यही पानीले खोल्यो अनि फेरि त्यो दिन पनि जति आयो पुगेको बेलामा पानी बरस आयो जस्तो भएको हट्यो के अनि पर्यो तलैबाट हिँडेर हिजो एकछिन हेर्दा न तलबाट हिँड्नु पर्ला खोला आएको तर आज फेरि राम्रो भयो बिहान भन्दा यो दिन अगाडि पानी पर्यो त्यहाँबाट फेरि मज्जले गरेर घाम लागेको थियो त्यो दिन त घाम पनि मिठो लागेन है कति वर्ष अगाडिको याद दिलायो तिम्रो गुल्ले गुल्ले मिठो हौ बाँदर दाँत पनि अलि मिलो हुन्छ थाहा छ मिलोले झन् पर्पल टुथपेस्ट जस्तै हो कि यो सेतो बनाइदिन्छ एउटै हाँस्यो भने बाटो दिएर अलि पानीले बाटो दिएर त्यही आएको होला है अति भयो यहाँ साइड लगाएर फेरि कसले बाटो कसले भालिहाल्यो उता लगाएको मैले मैले भुइँबाटी भएर फुल त अलि ल्याएर हुन्छ ऊ खोइ माथि नै होला
कस्तो पोर्ट्रेट कि सिधै नै हो कि Xong rồi cam sợi chứ lạc ra hả? Bà cam cho bà cái này chúng ta bỏ. Tadi
उहाँ मेरो जेठो भिनाजु हुनुहुन्छ उहाँ बरे थापा बरे है हजुरहरू अब यो चाहिँ मेरो यो जेठो छोराको छोरी हो मेरो यो जेठी बुहारी यिनीहरूको यो जोडी हो है यो यिनीहरूको कान्छो र जेठो एउटा छोरा आयो है अनि उहाँ अब मेरो भनौँ विशेष दुलेको मम्मी भइहाल्यो मेरो भाइ बुहारी ऊ मेरो कान्छी बहिनी अब माइल दिदी चाहिँ आउनु सक्नु भएन मलाई गाडी के काठमाडौँबाट आउनु जानु एकै दिन गाह्रो हुन्छ अरे भने अनि त्यहाँ चाहिँ उहाँ कान्छो छोरो मेरो उहाँ हाम्रो एकदम मित्र मेरो पोलरको मेरो ड्राइभर गुरुजी है अब यो चाहिँ मेरो भाइको छोरी जेठी चाहिँ यो कान्छी यो भाइको छोरो एउटा खुच्चे अब हामी खासै चाहिँ अब यहाँ पुछाइ हो छोडे मेरो कान्छी बहिनीको श्रीमान उहाँ महाबुसे लकडाउन साहब महाबुसेमा निस्किनु भएको उहाँ चाहिँ लकडाउन साहबमा चाहिँ लकडाउन साहबलाई छुट्टी लाग्छ अब को छुट्यो अझ कान्छी फुपू न अब हाम्रो त एकदम त्यो म त अझ त्यो आमा मम्मी भन्ने भन्नु पराएको छु मैले यहाँ चाहिँ आउनुभयो यहाँ चाहिँ मेरो दिदी मेरो के अरे भान्जी दिदी ठुलो फुपूको छोरी भयो एकजना मात्रै हुन्छ अनि ऊ चाहिँ फुपूको दिदीको छोरी अस्तिको छोरी अनि ऊ चाहिँ अस्ति सुरेश त गएर चिन्जान कतिको भयो दिदीको बुहारी कान्छी
यो चाहिँ ठुलो बुहारी अनि ठुलो बुहारी भाइ बुहारी मेरो बुहारी वो चाहिँ मेरो बुहारी मेरो चाहिँ के 7 जना 10 जना दुईटामा गएर 10 जना भाइहरु छ म पट्टिको चाहिँ 5 नम्बर बुहारी हो चाहिँ वो चाहिँ हाम्रो चाहिँ दुईटा नाम भएको र उ चाहिँ हाम्रो कान्छी पट्टिको चाहिँ बुहारी जेठी चाहिँ खै कान्छी कता गयो अस्ति पनि ध्यान मारा छोरा माइला चाहिँ छोरा छोपी के खाने यहाँ चाहिँ आमा सबैले आमालाई चिनाउनु हामी गइहाल्छौँ के तपाईँ मलाई कोक होइन हुन्छ होइन उसै मोनिकाको बुढो ठेक्यौगे तिमीले आमा मेरो आमाहरू चाहिँ बाहिरबाट आउँदै हुनुहुन्छ आमा बाहिर आउँदै दुईटा परिवार आमा 10 भाइ छोरा 3 छोरी है जनसङ्ख्या सबै 15 जना त विदेशतिर हुनुहुन्छ 15 जना अरू यहाँ पनि हुनुहुन्छ सबै त एउटा बाबा हाम्रो सम्झिबाट सबै थाहा मैले पहिले 20 वर्ष अगाडि थाहा भएको इतिहास ठुलो सबभन्दा पहिलाको चिट्टा मारेर लग्यो बाबुको चाहिँ हाँसो धेरै हुन्छ त्यो बुझिराख्नु भयो अब हाँसो मजा गर्ने हो जिन्दगीमा के छ हाम्रो सम्झिगाठा नरमले भन्ने कहीँ हुँदैन अर्को हाम्रो पल्टो एउटा बैकुण्ठी भन्ने थियो बैकुण्ठी हाम्रो सम्झि भयो त मान्छे त एउटै पल्टो भयो तपाईँहरू हो नि त त्यही भएर त हेर्नु ऊ त चाहिएको जाने हामी सम्झि फोटो त उठिसकेर राखेको मनिका माग्न गएको अनि हामी सजिलोमा लगेर अनि लास्टमा दिएको ब्याट्री हालिन्छ जस्तो भयो अनि हाम्रो अर्को गुरु चाहिँ कता होला त हान्ने चाहिँ हाम्रो सम्झि थियो त कडा म चाहिँ जोगाएको मार्न आँट्यो अरे त्यो फोटोको लक्ष्य नै मैले चाहिँ हार्दैन रहेछ है होइन उहाँले भनेको उहाँको भनेको सपना चाहिँ पुरा भयो तपाईँले पहिले पनि भन्नुभयो है भने अन्तर अहिले काम भयो अनि सपना पुरा भयो अनि तपाईँ आफै सुनले आफै उभिरहनु भयो अनि उभिरहेको हेर भाइ भनेर सुनेन अनि 80 वर्ष अहिले 80 वर्ष बुवा होइन 80 वर्ष हुनुभयो लाग्यो म नि 75 वर्ष यो कुनै कार्यक्रम सफल हुनुलाई धेरै टाइम लाग्छ अपेक्षा गर्नुपर्छ अब त्यो जुन 1-2 वर्ष अगाडिदेखिको हाम्रो के थियो विचार पुरा भयो यो मान्यता आएको पुग्यो हामीले यस्तो क्या नयाँ ठाउँमा जान हामीलाई रमाइलो क्या नत्र त अब मैले बिहा गरेँ मम्मी हाम्रो बुहारी पनि अब यसले बिहा गरे नि भदैनी बिहा गरे हो अनि कान्छाले बिहा गर्यो ऊ हाम्रो मेरो भाइ बुहारी अब उनकै भदैनी बिहा गरे कान्छाले नि फेरि ससुरालीको त सबै ससुराली एउटै घर कि कान्छा र ऊ उसको भदैनी बिहा गरे जेठो दाइको छोरी बिहा गरे उसले अनि नयाँ नाता भनी चाहिँ हाम्रो भएन क्या त्यो अहिले अहिले चाहिँ नयाँ भयो एउटै माइत उता पनि दुइटाको एउटै माइत कान्छी बिहार कान्छी देउरा
कान्छो भाइ चाहिँ अब उनको कुरा चाहिँ अब भान्जी र हिजो कुरा भएको थियो मान्छे जम्मा हुँदै गएको क्या 10:15 सायद त्यस्तै भयो सायदै जुराको जस्तै भयो कति फरक नै ढिलो भयो त्यो भने दिन राम्रो भयो अब राम्रो आयो त्यो दिन होइन यात्रा गरेर त्यो दिन 12 बजे मात्रै बोल्नु पायो नि अलि छिटो हुन्थ्यो 12 बजेसम्म बोल्नु पायो नि है 3 बजे आयो के 3 बजे यहाँबाट निस्किने एक्जाम भएछ एमआरसी काम भएछ 3 बजिसक्यो नि अनि रात भयो अब हाम्रो कति बजी सबै मामा हाम्रो दुलै अनुहार पठाएपछि बिहानी पर्यो 5 बजे पाहुनाहरू फर्किनु पाहुनाहरू घरमै थियो कोही बरान्डामा कोही छतमा सुतेको तारा लाग्दै मजाले 5 बजे त पानी पर्यो त यहाँ पनि 18 गतेपछि भयो त्यसको भोलिपल्ट त्यहाँ सुरु भयो त्यहाँको भोलिपल्ट यता स्याङ्जाको बोर्डर पऱ्यो यता तल यता बसेर जस्तै गर्नु यता किचनपट्टि बसेर यता अब यसो पहिला यिनी चारो हाल्दै किचनमै दिन भएको कि तल किचनको माथि गएर मान्छे हराएर त्यस्तो नर्मली मार्नु पर्दैन केही पनि छैन त्यस्तै हुँदो रहेछ यता बस्नु न हजुर म
मलाई मिठो लाग्छ भिडियो भिडियो नै हो नि मम्मी यता कि फेरि अहिले त गरौँ भएको माखाले त्यस्तै
मलाई तिमी